हेलो एभ्रिवान। सो आज चाहिँ म भिडियो बनाउँदैछु ड्युटी गएको। ड्युटी त डेली जान्छ तर आज चाहिँ भिडियो बनाएको हल्का टाइम पास। सो म ब्याग बेबाट चाहिँ निक्लिसकेँ। यहाँबाट चाहिँ अफगान चर्चसम्म चाहिँ हिँडेर जानुपर्छ नि त। अनि म अलिक स्पिड पनि जाँदै थिएँ अनि भिडियोलाई पनि स्पिड गरेको किनकि हल्का ढिलो भइसक्यो। म गरम फेरि के साह्रो हो आमामा मुम्बईमा घाम लाग्छ त्यस्तै बिहान बिहान यस्तो गरममा के गर्नु अब दुःख गर्नुपर्छ त भन्दै भन्दै एक्लै बोल्दै जाँदै थिएँ अनि यत्तिकै अफगान चर्च पनि आइपुग्यो हेर्नुहोस्। यो चाहिँ बस स्टप हो अनि यत्तिकै ठिक्कै बस पनि आइपुग्यो हो। खोर 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 भन्दै मात्रै पस्थ्यो थियो। शान्ति लाग्यो नि एसीमा पसेर। एसीवाला भएर होला कि एकछिनमा पनि शान्तिमा बस्नु पाउँछ। तर ड्युटीमा त त्यही एसी नै हुन्छ हो हुनु त। यतिकै हेर्दै रमिता हेर्दै जाँदैछु ड्युटी। म पुगिम सकेँ हो कुलाबा मार्केट अगाडि। यहाँबाट चाहिँ क्रस गरेर चाहिँ म के भन्छ रेडियो क्लब भन्ने जग्गा हिँडेर जानुपर्ने हुन्छ हल्का। म चाहिँ हिँड्नु पुरा मनपर्छ हो, हिँडेर नै राम्रो लाग्छ। त्यही भएर पनि लुट्दै भएको होला। त्यो मोटो मोटो मान्छेहरू कस्तो हुन्छ नि हिँड्नु अल्छी गर्छ नि। मलाई चाहिँ पुरा मजा लाग्छ हिँडेर के हो। यतिकै मेरो मिनी भ्लग पनि यतिमै समाप्त हुन्छ हो। थ्याङ्क यू फर वाचिङ माई भिडियो। यदि भिडियो मन पऱ्यो भने लाइक कमेन्ट गरिदिनु।